हेलो गाइज, सबैजनालाई नमस्कार। म चाहिँ आरबी भ्लग च्यानलबाट आज चाहिँ हामी रातो मसिन्द्रनाथ दर्शन गर्न जाँदै। रातो मसिन्द्रनाथ मन्दिरलाई नेवारी भाषामा बुगदेव पनि भनिन्छ। नेपालको जात्राहरूमध्ये सबैभन्दा बढी जात्रा हुने रातो मसिन्द्रनाथको जात्रा हो। कुनै जमानामा काठमाडौँमा निकै नै ठुलो खडेरी लाग्यो, जसमा मध्ये काठमाडौँमा पानी कुवाहरू सुक्न थाल्यो। त्यसको कारण चाहिँ गुरु गोरखनाथ आएर ध्यान बस्नु भएको पहिलेका मानिसहरूले भन्ने गरिन्छ। गुरु गोरखनाथ आएर बस्दा 12 ठाउँको नाग आएर गुरु गोरखनाथको खुट्टामा बस्न भएको थियो। नाग आएर बस्न थालेपछि काठमाडौँको सबै पानी कुवा सुक्न थाल्यो। त्यसपछि काठमाडौँमा खाना लाउन निकै नै गाह्रो भयो। त्यसबेला चाहिँ भक्तपुरको राजा नरेन्द्रदेव राजा थियो। नरेन्द्रदेव राजाले चाहिँ अब के गर्दा हुन्छ भनेर सन्देश गुरु गोरखनाथको पनि गुरुलाई बोलाउनु पर्छ भन्यो। सन्देश दिनुभयो। गुरु गोरखनाथको गुरु मसिन्द्रनाथ गुरु थियो। गुरु मसिन्द्रनाथलाई लिनु भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँको जामन ग्वाजु र पाटनको ललित च्यापु गरेर 3 जना जानुभयो अनि गुरु मसिन्द्रनाथलाई लिएर काठमाडौँ आउनुभयो। काठमाडौँ आइपुगेपछि गुरु गोरखनाथले आफ्नो गुरुलाई देख्ने बित्तिकै गुरुलाई संस्कार गर्न आफ्नो आसनबाट उठ्नुहुन्छ। गुरु गोरखनाथ उठेपछि खुट्टामा आएर बसेका नागहरू आफ्नो ठाउँमा जानुहुन्छ। नागहरू जाने बित्तिकै ठुलो पानी पर्छ, चट्याङ लाग्न थाल्छ अनि केही दिनपछि फेरि बालीनाली गर्न थाल्छ र फेरि काठमाडौँमा खाना लाउन बस्न आउँछ। त्यसैले अहिले पनि भनिन्छ कि मसिन्द्रनाथ मन्दिरलाई दुर्वा जायकिमह भनिन्छ। दुर्वा जायकिमन भनेको चाहिँ धनभित्र चामल राख्न सक्ने देवता भनेर अहिलेसम्म पनि पूजा गर्ने गरिन्छ। यो जात्रा चाहिँ नेपालको सबैभन्दा महत्त्वपूर्ण जात्रा मानिन्छ। जय श्री मसिन्द्रनाथ की जय होस्। मसिन्द्रनाथले सबैको कल्याण गरोस्।